लेखनाथद्वारा रचित अनेकौं कविता मध्ये काल महिमा कविता लिएर उपस्थित भएको छु। यो कविता शार्दूल विक्रीडित छन्दमा लेखिएको छ। स्थान, लिङ्ग, उमेर, धनी गरिब नछुट्याउने, दया क्षमा नगर्ने, शाश्वत सत्य तर भयावह कालको स्वभावको वर्णनलाई विषय बनाएर मीठा शब्दमा लेख्नुभएका यो कविताका कविलाई म हार्दिक श्रष्टा सुमन व्यक्त गर्दै यो कविता वाचन गर्दछु। भाका भूल दया क्षमा र ममता सन्तोष जान्दैन त्यो, इन्द्रै बिन्ती गरून् झुकेर पदमा त्यो बिन्ती मान्दैन त्यो, थुप्रोमा उधिनी मिठो र नमिठो रोजेर छान्दैन त्यो, खाता जाँची सबै दुरुस्त नबुझी बिर्सेर हान्दैन त्यो, खाता जाँची सबै दुरुस्त नबुझी बिर्सेर हान्दैन त्यो, राजा रङ्क सबै समान उसका वैषम्य गर्दैन त्यो, आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर डर्दैन त्यो, लाखौं औषध अस्त्र शस्त्र महिमा देखेर डर्दैन त्यो, व्याधा तुल्य लुकेर चल्दछ सदा मारेर मर्दैन त्यो, व्याधा तुल्य लुकेर चल्दछ सदा मारेर मर्दैन त्यो, आँसुका दहमा नुहाउँछ चिसो पानी रुचाउन्न त्यो, सुक्खा जर्जर अस्ति पञ्जर बिना सैया बनाउन्न त्यो, सुक्खा जर्जर अस्ति पञ्जर बिना सैया बनाउन्न त्यो, मैलो भस्म शिवाय अङ्गभरमा केही लगाउन्न त्यो, मैलो भस्म शिवाय अङ्गभरमा केही लगाउन्न त्यो, हाहाकार सरी मिठो अरू कुनै सङ्गीत गाउन्न त्यो, हाहाकार सरी मिठो अरू कुनै सङ्गीत गाउन्न त्यो, जो मिल्छ सुलुक्क निल्छ मुखमा हाली चपाउन्न त्यो, थाल्यो चम्म सबै चपाउन भने आहार पाउन्न त्यो, थाल्यो चम्म सबै चपाउन भने आहार पाउन्न त्यो, जति मिल्छ उति उकेल्दछ पनि केही पचाउन्न त्यो, यही चालासित कल्प कल्प कहिल्यै खाइ अघाउन्न त्यो, यही चालासित कल्प कल्प कहिल्यै खाइ अघाउन्न त्यो। धन्यवाद।